अहिले हजुरहरूको पार्टीको नेपाली काङ्ग्रेसको सभापतिको रूपमा पनि गगन थापा आउनुभएको छ। एकचोटि मेयर चलाउने हो, त्योभन्दा पछाडि अर्को फेरि दोस्रोचोटि चलाउने भन्ने हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीको मत चाहिँ नेपाली काङ्ग्रेसभन्दा तेब्बरै मत। आखिर 2 बोतल पानी बाँड्दैमा होइन, एक जोर के भन्छ मास्क बाँड्दैमा, र त्यसलाई हटाएर चाहिँ खडखत्री हाम्रो पूर्व मेयर साहबको पालोमा त्यो हटाएर चाहिँ त्यहाँनिर अहिले यो 3 गेडे जुनार बनेको छ। यो Ready, let's go. JP Podcast, here we go. JP Podcast, feel the spark. JP Podcast, light the dark. आजको vibe, bold and bright. JP Podcast, alright. हेलो एन्ड वेलकम ब्याक टु न्यू एपिसोड अफ जेपी पोडकास्ट। र आजको तपाईँहरूको होस्टको रूपमा म उत्सव पोखरेल र आज हामीहरूको सामु गेस्टको रूपमा हुनुहुन्छ सिन्धुली जिल्लाको युवाहरूमा एकदमै लोकप्रिय र कमलामाई नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष उज्जवल थापा सर। हजुरलाई यो पोडकास्टमा हार्दिक स्वागत गर्न चाहन्छु सर। धन्यवाद तपाईँलाई र तपाईँको सम्पूर्ण टिमलाई पनि मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद। सर, आज हजुरलाई यहाँ आउँदै गर्दा कस्तो महसुस भइरहेको छ? यो सिन्धुलीमा यस्ता पोडकास्ट चलाउने यो स्टुडियोहरू चाहिँ केही खुले तापनि अहिले नयाँ यो साथीहरूले चाहिँ यो नयाँ खालको चाहिँ कार्यक्रम लिएर आउँदै गर्दाखेरि यो चाहिँ एकदमै खुसी लागेको छ र केटाहरूले साथीहरूले गरेको यो काम चाहिँ देख्दाखेरि एकदम प्राउड फिल पनि भएको छ। सर, आज थुप्रैले विश्लेषण गर्दै गर्दाखेरि तपाईँलाई एक सफल वडा अध्यक्षको रूपमा चिनिने गरिन्छ र तपाईँको यो राजनीति यात्रा चाहिँ तपाईँले बच्चैबाट म भविष्यमा जनताको नेतृत्व गर्छु भनेर राजनीतिमा लाग्नु भएको हो कि यो जीवनले तपाईँलाई बिस्तारै यो कमलामाई नगरपालिकाको जनताहरूको नेतृत्व गर्ने रूपमा ल्यायो? यो यस्तो भयो, यो सुरुमा त म वडा अध्यक्ष हुनुभन्दा अगाडि राजनीति कुनै पनि पदमा पनि थिइनँ। पार्टीको अहिले पनि हेर्ने हो भने कुनै पनि पार्टीको चाहिँ म त्यस्तो खालको चाहिँ पदमा छँदा पनि छैन। जनप्रतिनिधिको हिसाबले चाहिँ साथीहरूले नै मलाई चाहिँ कस्तो भने त चाहिँ अब जनस्थानीय निर्वाचनमा चाहिँ वडा अध्यक्षको हिसाबले चाहिँ आउनुपर्छ भन्ने खालको चाहिँ कुरा गरेपछि म त्यो हिसाबले चाहिँ आएको। म पहिल्यैदेखि अब यो राजनीति गर्छु, म वडा अध्यक्ष हुन्छु होइन, म चाहिँ ठुलो मान्छे हुन्छु, त्यस्तो खालको चाहिँ मेरो त्यस्तो खालको एम पनि थिएन, छँदा पनि थिएन। म त्यस्तो खालको त्यो ख्वाइस राख्ने मान्छे पनि होइन फेरि। सर, अहिले तपाईँ चाहिँ यो राजनीतिमा नलागेको भए चाहिँ हजुर कुन पेसामा हुनुहुन्थ्यो, आबद्ध हुनुहुन्थ्यो जस्तो लाग्छ हजुरलाई चाहिँ? म चाहिँ यस्तो, म यो राजनीतिभन्दा अगाडि चाहिँ कृषि फार्मतिर बेसी झुकाव राखेको थिएँ मैले। त्यो हुँदै गर्दाखेरि चाहिँ त्यही कृषि फार्मलाई चाहिँ म अगाडि बढाएर चाहिँ एउटा सफल कृषक हुन्थेँ जस्तो लाग्छ मलाई। हजुर, मैले त्यसमा केही काम पनि गरेको थिएँ त्यति बेला। हजुर, तपाईँ चाहिँ कमलामाई नगरपालिकाकै पहिलो बालमैत्री वडाको वडा अध्यक्ष पनि हुनुभयो र तपाईँलाई त्यो कमलामाई नगरपालिकामै पहिलो बालमैत्री वडा घोषणा गर्दा चाहिँ तपाईँलाई के कस्तो महसुस भइरहेको थियो सर? यो चाहिँ यो कमलामाई नगरपालिका 6 नम्बर वडा चाहिँ एकदमै सहरी क्षेत्र अन्तर्गत पर्छ। यहाँ चाहिँ धेरै मात्रामा बालबालिका भएको एरिया पनि हो। यहाँ 10,000 भन्दा माथि चाहिँ विद्यार्थी मात्रै छन्। त्यस्तो ठाउँमा चाहिँ बालमैत्री वडा घोषणा गर्नको लागि चाहिँ अलिक जटिल पनि छ के। हजुर, त्यो जटिल हुँदै गर्दाखेरि पनि सबैजनाको साथ सहयोगले चाहिँ हामीले त्यो काम चाहिँ सम्पन्न गर्न सक्यौँ। तर पनि चिजलाई चाहिँ त्यसलाई चाहिँ के हो त भन्दाखेरि पछिसम्म लानको लागि बालमैत्री वडा होइन, त्यसको चाहिँ रणनीतिक योजनाहरू त्यो पछिसम्म लानको लागि चाहिँ गाह्रै छ। त्यो कुरालाई चाहिँ सबैजनाको साथ सहयोग भयो भने कुनै पनि काम गर्दाखेरि एकजना मात्रै मान्छेले चाहिँ त्यो काम आँट्यो भने त्यो सफल हुँदैन क्या। र त्यसमा चाहिँ सबैजना लाग्दियो भने मात्रै सफल हुने हो क्या। म मात्रै लागेर हुँदैन। यहाँ पनि तपाईँहरूले चाहिँ यो जुन काम गर्नु भएको छ तपाईँ मात्रै लागेर हुँदैन, सबैको चाहिँ संयुक्त टिम भयो भने मात्रै कुनै पनि काम सफल हुने हो क्या। हजुर, मैले यसमा एउटा कुरा जोड्न चाहेँ सर। जुन हिसाबको तपाईँहरूको बाल क्लब पहिला सक्रिय थियो त्यो हिसाबको अहिले त्यो बाल क्लबको हामी सक्रियता देखिरहेको छैनौँ। यो किन, के कारणले चाहिँ यो अलि वञ्चित भइरहेको छ अहिलेको समयमा चाहिँ? हामीले काम गर्ने भनेको कानुन र विधिमा बसेर काम गर्ने हो। त्यो कानुनको दायरामा बसेर काम गर्दै गर्दाखेरि चाहिँ हामीले के काम गर्नुपर्छ, बालमैत्री अन्तर्गत चाहिँ के काम गर्ने हो, त्यो कामको लागि चाहिँ ती बालबालिकाहरूलाई चाहिँ बाल क्लब बाल सङ्गठनहरू के खोल्नुपर्ने हो त्यसको लागि चाहिँ हामी निर्देशन दिन्छौँ। र विद्यालयमा गएर पनि हामीले त्यो काम गरेका छौँ। तर बालबालिका नै त्यसमा चाहिँ अलिक धेरै चासो नदिया हो कि जस्तो नि लाग्छ क्या। त्यो भएको हुँदाखेरि हामी फेरि छोड्नेवाला छैनौँ। फेरि अहिले बालबालिकाले चासो दिनु भएन अनि बालबालिकाहरूले चाहिँ अलि निष्क्रिय भएको हो कि भन्ने त्यस्तो लागेको छ धेरैलाई होइन। तर पनि हामी चाहिँ त्यो चाहिँ छोड्नेवाला चाहिँ छैनौँ। हामी निरन्तर त्यसमा लागिरहन्छौँ।
सर अहिले चाहिँ हालको समयमा चाहिँ अहिले सामाजिक सञ्जालको राजनीति चाहिँ धेरै नै प्रभावकारी देखिरहेको छौँ हामी। फेसबुक, टिकटकहरूमा भाइरल भएको हिसाबले वास्तविक राजनीतिभन्दा पनि सामाजिक सञ्जालको राजनीति चाहिँ अलि बढी प्रभावकारी भइरहेको छ। यसलाई हजुरले कुन रूपमा हेरिरहनु भएको छ र? यस्तो हो, सामाजिक सञ्जाल आफैमा नराम्रो होइन, हजुर। त्यसलाई कसरी युज गर्ने भन्ने कुरा हो के। त्यसलाई चाहिँ सही तरिकाले चाहिँ सदुपयोग गर्यो भने त्यो राम्रो पनि छ। कतिपय कुराहरू चाहिँ जस्तो अहिले हामी दुईजना गफ गरिरहेको छौँ, सामाजिक सञ्जालबाटै धेरै मान्छेहरूले चाहिँ यो कुराकानी हेर्छन् क्या, त्यो त राम्रो पक्ष होला नि त। त्यही सामाजिक सञ्जालमा आएका नराम्रा पनि पक्षहरू छन्। ती नराम्रा पक्षहरूलाई चाहिँ हामीले चाहिँ कसरी लिने भन्ने कुरा हो। त्यो स्वयं आफैमा भर पर्ने कुरा हो। त्यसमा चाहिँ अब मैले गर्छु, अर्काले गर्छ कि गर्दैन भन्ने कुरा होइन। राजनीति सामाजिक सञ्जालबाटै अहिले व्यापक रूपमा चलिआएको छ। त्यसलाई पोजिटिभ हिसाबले पनि हेर्नु पर्यो, सबै कुरालाई नेगेटिभ हिसाबले हेर्नु हुँदैन। म चाहिँ त्यसरी लिन्छु। तर वास्तवमा अहिले चाहिँ सामाजिक सञ्जालमा एउटा पानी बाँड्दा पनि केही गर्दा पनि सामाजिक सञ्जालमै बढी देखाउने गर्छन्। वास्तविक जनताको गुनासो भन्दा पनि सामाजिक सञ्जालमा चाहिँ अलिक बढी नै देखाएर आफूलाई चाहिँ जसको बढी फलोवर त्यही नै व्यक्तिहरू राजनीतिमा अघि बढिरहेका छन्। यसले तपाईँहरू जस्तो राजनीति कर्मीहरूलाई के कस्तो घाटाहरू भइरहेको छ? हो, अब चाहिँ के हो भने नि, जस्तो नयाँ आउने न्यू जेनेरेसनहरूले पनि के बुझ्न जरुरी छ भने काम कसले गरेछ, कसरी काम गरेछ, त्यसलाई चाहिँ जसले काम गरेको छ त्यो व्यक्तिले गरेको कामले चाहिँ सोसाइटीलाई चाहिँ कस्तो खालको चाहिँ असर पारेको छ। आखिर 2 बोतल पानी बाँड्दैमा होइन, एक जोर के भन्छ मास्क बाँड्दैमा, अनि एउटा यसो काहीँ एम्बुलेन्समा चाहिँ बिरामी हालेर चाहिँ यसो हातले समाते जस्तो गर्दैमा 1 किलो जुनार लिएर चाहिँ दिँदैमा त्यो राजनीति हुँदैन क्या। त्यस्ता चिजहरूलाई चाहिँ नयाँ जेनेरेसनले चाहिँ कसरी लिने भन्ने कुरा हो क्या। त्यसैमा भर पर्छ। अब गर्नेलाई त कसले छेक्न सकिन्छ र, फेसबुकमा हाल्नेलाई पनि कसले छेक्न सकिन्छ र, त्यो त सकिन्छ जस्तो मलाई त लाग्दैन। त्यही पनि ती कुराहरूलाई चाहिँ अब चाहिँ हामीले चाहिँ छानेर एकदमै छानेर हेर्नुपर्छ, बुझ्नुपर्छ, त्योबाट पनि शिक्षा लिनुपर्छ भन्ने कुरा हो मेरो चाहिँ। अहिलेको नयाँ जेनेरेसनको हजुरले कुरा झिक्नुभयो र नयाँ जेनेरेसनको कुरा गर्दै गर्दा अहिले हजुरहरूको पार्टीको नेपाली काङ्ग्रेसको सभापतिको रूपमा पनि गगन थापा आउनुभएको छ र यसले नेपाली काङ्ग्रेसमा के कस्ता परिवर्तनहरू ल्याएको छ र साथै अब हुने स्थानीय तहमा नेपाली काङ्ग्रेसको गगन थापाले प्रतिनिधित्व गर्दै गर्दा के कस्तो नतिजाहरूको अपेक्षा राख्नुभएका छन्? धेरै अब केन्द्रीय स्तरको राजनीतिमा धेरै हामी टिका टिप्पणी नगरौँ, केही कुराहरू हजुर। हामीलाई लागेको कुराहरू जस्तो पार्टीमा केन्द्रीय कमिटीमा सबै अब्बल हुनुहुन्छ, त्यो मध्येमा पनि नयाँ जेनेरेसनले चाहेको खोजेको देशले पनि मागेको गगन थापाको चाहिँ अहिले चाहिँ तल्लो लेभलका जनतादेखि माथिल्लो लेभलका जनतासम्म चाहिँ उहाँहरूको चाहिँ इच्छा र आकाङ्क्षा अनुसार चाहिँ देशलाई लाने एउटा भिजन छ क्या, एक नम्बर। अनि उहाँले चाहिँ के भन्नुभएको छ भने स्थानीय तहमा चाहिँ हजुर अहिले प्रि इलेक्सन भनेर चाहिँ जुन खालको चाहिँ एउटा मोडालिटी ल्याउनु भएको छ, त्यो प्रि इलेक्सनको आधारमा चाहिँ छान्नुपर्छ है। हिजोको जस्तो पैसा लिएर चाहिँ केन्द्रमा गएर चाहिँ पैसा बुझाएर चाहिँ टिकट लिने जमाना छैन। गाउँका जनताले नै चुनेको मान्छे उहीँबाट भूगोलबाटै छानिएर चाहिँ त्यसले चाहिँ टिकट पाउनुपर्छ भन्ने कुरा छ। त्यो चाहिँ एकदमै राम्रो हो भन्ने लाग्छ मलाई। यसले तपाईँहरू जस्तो युवाहरूलाई चाहिँ के कस्तो फाइदाहरू हुन्छ जस्तो लाग्छ तपाईँलाई चाहिँ? जस्तो हामी लगायतका चाहिँ देशभरिका युवाहरूलाई चाहिँ के फाइदा हुन्छ भने मसँग पैसा छैन, मैले टिकटै नपाउने भन्ने चाहिँ भएन क्या। मसँग पैसा नभएपछि त म त केन्द्रमा जान पनि सक्ने भएन। अब केन्द्रमा नगएपछि त मैले त पैसा नलिकन गएपछि त मैले त टिकटै नपाउने भएँ। त्यो कुराहरू चाहिँ एकदम टोटल्ली बन्द भएको छ। हामी जस्ता मान्छेहरूले, हामी जस्ता युवाहरूले चाहिँ कम्तीमा पनि हामी यहाँ 10 वर्ष चाहिँ वडा अध्यक्ष चलाएका मान्छेहरू छौँ होइन। अरू पनि साथीहरू थुप्रा युवाहरू हुनुहुन्छ, नचलाए पनि यो क्षेत्रमा चाहिँ दखलता राख्ने साथीहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ कम्तीमा पनि केन्द्रमा नगइकन चाहिँ यहीँबाट चाहिँ त्यो टिकट लिने माहौल हुन्छ नि त, त्यो भएको हुँदाखेरि सबै युवाहरूलाई फाइदा छ क्या। युवाहरूलाई मात्रै फाइदा छैन, त्यस्ता युवाहरू आउँदाखेरि जनतालाई पनि फाइदा छ। र अहिले हालसालै बजारमा एउटा चर्चाको विषय पनि बनेको छ। उज्जवल थापाले 2 कार्यकाल वडा अध्यक्षको चलाइसक्नुभयो र युवाहरूमा पनि एकदमै लोकप्रिय हुनुहुन्छ, एउटा युवा पनि हुनुहुन्छ र आगामी 84को स्थानीय तहमा उज्जवल थापा पनि एउटा ठुलो काङ्ग्रेसको तर्फबाट प्रभावकारी उम्मेदवारको रूपमा एउटा बजारमा टिका टिप्पणी छ र तपाईँ के पार्टीले तपाईँलाई नेपाली काङ्ग्रेसबाट कमलामाईको मेयर पदमा नेतृत्व गर्ने मौका दियो भने के तपाईँ नेतृत्व गर्नुहुन्छ त? यसमा चाहिँ स्पष्टै जस्तो के छ भने मैले मात्रै चाहेर हुँदैन,
पार्टीले पनि विश्वास गर्नु पर्यो। पार्टीले यदि टिकट दिएको खण्डमा 2 चोटि वडा अध्यक्ष भएको स्पष्ट जनतालाई थाहा छ। त्यो भएको हुँदाखेरि पार्टीले विश्वास गर्यो भने त अभियसली नआउने कुरै पनि छैन। र म आउँदै गर्दाखेरि पनि एकचोटि मेयर चलाउने हो, त्योभन्दा पछाडि अर्को फेरि दोस्रो चोटि चलाउने भन्ने हुँदैन। एकचोटि एकपटकको लागि मात्रै आउने हो, त्यही पनि नगरपालिका एकदमै स्वतस्फूर्त तरिकाले चलाउने हो। र हालसालै भएको प्रतिनिधि सभाको निर्वाचनमा हामीले कमलामाई नगरपालिकाको मात्र मत हेर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको मत चाहिँ नेपाली काङ्ग्रेसभन्दा तेब्बरै मत र नेपाली काङ्ग्रेस चाहिँ 4थो स्थानमा आयो। र यस्तो सिचुएसनमा तपाईँ चाहिँ कमलामाईको नगरपालिकाको मेयर पदमा तपाईँलाई उम्मेदवारी दर्ता गर्नुभयो भने के कस्ता चुनौतीहरू आइपर्छ जस्तो लाग्छ तपाईँलाई? के जित्न तपाईँलाई सहज होला त? होइन, यस्तो हिजोको दिनको जस्तो यस्तो छ क्या, पार्टीमै लागेर पार्टीमै भोट हाल्ने भन्ने छैन। अहिले जनता सचेत भएका छन्। को मान्छे आउँदाखेरि चाहिँ हामीले भोट हाल्नुपर्छ पार्टीको हेर्दैनन् क्या। त्यहाँ काङ्ग्रेस पनि हेर्दैनन्, एमाले पनि हेर्दैनन्, स्वतन्त्र पनि हेर्दैनन्, रासपा पनि हेर्दैनन्, माओवादी पनि हेर्दैनन्। त्यहाँ व्यक्ति हेर्ने हो क्या। अब मान्छेले चाहिँ जनताले व्यक्ति हेर्छन्। त्यही व्यक्ति हेरेको कारणले गर्दाखेरि पनि म 2 चोटिको चाहिँ वडा अध्यक्ष भएको जस्तो लाग्छ मलाई। 1 नम्बर। 2 नम्बर पनि अहिलेको प्रतिनिधि सभाको चुनावमा पनि देखिया छ त। हजुर। हो, त्यो भएको हुँदाखेरि जनताले व्यक्ति हेरेर भोट हाल्छन् क्या। हजुर। र हजुरले पहिलो निर्वाचन भन्दा पनि दोस्रो निर्वाचन चाहिँ अझ सजिलो गरी जित्नुभयो। यो चाहिँ तपाईँले के कस्तो जनताको घरमै गएर काम गरेर हो कि एउटा काङ्ग्रेसको लहरले गरेर निर्वाचन दोस्रो पटक चाहिँ झनै सजिलो गरी जित्नुभयो? होइन, यस्तो रहेछ। यो चाहिँ अघिल्लो कार्यकालमा त खासै मलाई त्यस्तो सबै कुराको नलेज पनि थिएन। राजनीति त्यस्तो धेरै चाहिँ चासो लिएर चाहिँ जानकारी भएको पनि होइन। दोस्रो कार्यकालमा चाहिँ त्यो अघिल्लो चोटि गरेको काम र अपुरा काम ती जनतालाई चाहिँ धेरै ठुलो चाहिँ त्यो ख्वाइसै छैन क्या उहाँहरूको। उहाँहरूले भनेको टाइममा वडा अध्यक्ष भेटिनु पर्यो। वडा अध्यक्षलाई आफूले भनेका कुरा चाहिँ एकदम इजी तरिकाले राख्न सक्नु पर्यो। त्यो राखेका कुराहरू वडा अध्यक्षले सुनिदियो भने त्यति भए पनि पुग्छ क्या। जनताको त धेरै ठुला चाहिँ इच्छा चाहनाहरू छँदै छैन। तर त्यही जनताहरूको चाहिँ कुरा सुनिदिने जनप्रतिनिधि चाहियो। त्यही जनप्रतिनिधि चाहिँ उज्जवल थापा भएको कारणले गर्दाखेरि दोस्रो चोटि एकदमै राम्रो भएको। अब चाहिँ हामीले थुप्रै राजनीतिक गफहरू पनि गऱ्यौँ र अब म चाहिँ तपाईँलाई अर्कै एउटा प्रश्न राख्न गएँ। अब हालसालै अब फिफा वर्ल्ड कप पनि सुरु हुन लागेको छ र तपाईँ चाहिँ एउटा फुटबलमा चाहिँ एकदमै चासो राखेर फुटबल पनि हामीले नगरपालिका गेमहरूमा धेरै नै देख्यौँ। तपाईँ त्यस्तो कार्यहरूमा एक्टिभ हुनुहुन्छ र तपाईँ चाहिँ यो वर्ल्ड कपमा कसलाई सपोर्ट गर्दै हुनुहुन्छ? छोटोमा भन्नुपर्दा गेम कस्तो छ कस्तो खेल्छ थाहा छैन। म चाहिँ रोनाल्डोको फ्यान भएको कारणले रोनाल्डोको टिमलाई नै पोर्चुगललाई नै मेरो सपोर्ट हुन्छ। र हालसालै यो कमलामाई नगरपालिका कार्यपालिकाको निर्णयअनुसार 35 दिने सूचना जारी गरेर गोरखापत्रमा स्टल बजार अस्ति भर्खरै हटाउने कार्य पनि भयो। योसँग व्यापारीहरूको जीवनयापन जोडिएको थियो र यो निर्णय गर्दा तपाईँहरूलाई के कस्तो कठिनाइहरू आयो? र नेपालमा थुप्रै ठाउँमा यस्तो कार्य गर्दा थुप्रै विवादहरू सिर्जना हुने गरिएको थियो र यहाँ चाहिँ तपाईँहरूले व्यापारीहरूसँग राम्रोसँग समन्वय गरेर हो कि के हो? आफै व्यापारीले स्टल छोडिदिनु भयो, त्यस्तो कुनै खालको हामीले विवाद देखेनौँ। यो चाहिँ यस्तो हो, त्यो भवन चाहिँ एकदमै टेक्निकल्ली पनि जीर्ण भएको थियो। त्यो भएको हुँदाखेरि व्यापारी साथीहरूलाई पनि यो भवन चाहिँ भत्काएर त्यहाँ चाहिँ केही गर्दैदेखि हुन्थ्यो भन्ने कुरा थियो। त्यसैको आधारमा चाहिँ उहाँहरूकै सल्लाह इच्छा अनुसारै हामीले बनाएको। त्यो फेरि त्यो जबरजस्ती गएर हामीले त्यसरी भत्काएको होइन। त्यहाँ चाहिँ हामीले चाहिँ जसरी भत्काएको छौँ त्यो हिसाबले चाहिँ फेरि मेयर साहबसँग पनि कुरा भएको छ। मेयर साहबले पनि त्यहाँ चाहिँ अलिकति प्राविधिकसँग चाहिँ सरसल्लाह गरेर चाहिँ इन्जिनियरहरूसँग बसेर चाहिँ त्यहाँ कस्तो खालको संरचना बनाउन सकिन्छ कि सकिँदैन त्यसको आधारमा पनि बनाउने भनेकै छ। त्यो भएको हुँदाखेरि इजी भएको। हजुर। र अब यो व्यापारीको व्यवस्थापनको लागि नगरपालिकाले के कस्तो कार्यहरू चाल्दैछ अहिले? त्यही त, त्यो अब ती साथीहरूलाई चाहिँ केही साथीहरूलाई बस पार्कमा हामीले चाहिँ व्यवस्थापन गरिए, केही साथीहरूलाई चाहिँ हाट बजार लाग्ने ठाउँमा शनिबारे हाटमा चाहिँ त्यहाँ व्यवस्थापन गरिएको छ। केही त्यहाँ लोकल साथीहरूको चाहिँ घरमा चाहिँ आश्रय लिनुभएको छ। त्योभन्दा पछाडि चाहिँ अब हामी छिट्टै त्यो स्टल बजारमा चाहिँ जहाँसम्म लाग्छ प्राविधिकको सल्लाह अनुसार त्यहाँ केही हामी सटरहरू पनि बनाउँछौँ। त्यस पछाडि त सजिलै भइहाल्छ, त्यसमा समस्या छैन। र हामीले सिटी हललाई पनि अहिले चाहिँ हामीले चाहिँ केही रकम चाहिँ घटाएर चाहिँ टेन्डर आह्वान पनि गरेका छौँ। त्यो घटिसकेपछि केही साथीहरू त्यता पनि जानुहुन्छ र त्यसरी नै व्यवस्थापन गर्ने हो। र वडा नम्बर 6 का अहिलेका युवा पुस्ताहरूको लागि तपाईँहरूले के कस्ता कार्यहरू गर्दै हुनुहुन्छ वडा मार्फत चाहिँ?
युवाहरूको लागि भनेको हामीले विभिन्न विद्यालयबाट चाहिँ खेलकुदका कार्यक्रमहरू लिएर आएको छौँ होइन। त्यो विद्यालयका चाहिँ विद्यार्थीहरूलाई चाहिँ पढ्दै सिक्दै कमाउँदै सिक्दै भन्ने कार्यक्रमहरू सामाजिक विकास मन्त्रालय कमलामाई नगरपालिका विभिन्न सङ्घ संस्थासँग चाहिँ कोअर्डिनेसन गरेर ती युवाहरूलाई चाहिँ ती युवा भाइ बहिनीहरूलाई चाहिँ त्यस्ता खालका रोजगारीका कार्यक्रम पनि ल्याएका छौँ। खेलकुदका पढाइ सँगसँगै यस्तै खालका कार्यक्रम हामीले अगाडि बढाएका छौँ। र अहिलेको कमलामाईको 14वटा वडा मध्येको अहिले एकदमै सक्रिय चाहिँ 6 नम्बर वडा देखिरहेको छु। तपाईँ आफू युवा भएर पनि त्यो हो कि अरू वडा अध्यक्षले नचाहेर हो कि यो के हो खासमा चाहिँ? हो, यस्तै युवाहरूले चाहिँ के सोधिदिनुहुन्छ भने यो वडाले के गरिरहेछ भनेर सोधेपछि त्यही त यो काम त गर्नु पर्यो भनेर चाहिँ सबैले सोधेको कारणले सबैको चासोको विषय यो सदरमुकाम भएको कारणले गर्दाखेरि पनि हामीले चाहिँ अब केही न केही काम चाहिँ हामी अलि अगाडि नै अरू वडा मध्येमा चाहिँ अलि अगाडि जानुपर्छ भन्ने हिसाबले चाहिँ त्यो हिसाबले लागेको हो। अघि नै हामीले बाल मैत्रीको कुरा गरेका छौँ नि, त्यो बाल मैत्री सँगसँगै पोषण मैत्री, खोप मैत्री होइन यस्ता मैत्रीवाला चाहिँ कामहरू चाहिँ हामी चाहिँ अगाडि बढाएर लिएर आएको छौँ क्या। जस्तो अस्ति चाहिँ हाम्रो नगरपालिकाले पूर्ण खोप मुक्त क्षेत्र घोषणा गरेर पनि त्यो खालका कार्यक्रम पनि ल्याएको छ। ठक्क देख्दाखेरि हेर्दाखेरि त्यो पूर्ण खोप भन्ने बित्तिकै त्यस्तो धेरै अन्य त यो त के होला र भने जस्तो हुन्छ क्या मान्छेलाई चाहिँ। तर त्यो चिज चाहिँ जनताको स्वास्थ्यसँग चाहिँ जोडिएका भोलिका कर्णधारहरूसँग चाहिँ जोडिएका त्यो खोप सम्बन्धी कार्यक्रम चाहिँ अत्यन्तै महत्त्वपूर्ण छ क्या। त्यस्ता कार्यक्रम पनि हामीले अगाडि बढाएको छौँ। हजुर, हजुरलाई चाहिँ यो एक दिनको लागि फुर्सद भएको भए चाहिँ हजुरलाई के कस्ता कार्यमा हजुर लाग्नुहुन्छ बिदाको बेला चाहिँ? बिदाको बेलामा अब जनप्रतिनिधिको हिसाबले फुर्सद त यो त हामी त एम्बुलेन्स जस्तो हो होइन। कतिखेर कसले फोन गर्छ थाहा हुँदैन, कतिखेर कहाँ चोरी भयो, कतिखेर कहाँ एक्सिडेन्ट भयो, कतिखेर को बिरामी भयो, कतिखेर कसको के भयो त्यो साध्यै हुँदैन। त्यो भएको हुँदाखेरि अब बिदा भनेर एक दिन चाहिँ के गर्नुहुन्छ भनेर सोध्यो भने अब भाइहरू जस्ता साथीहरूसँग चाहिँ मजाले घुमेर क्या एक दिन चाहिँ हामीले नजानेको कुरा भाइहरूसँग सिकेर चाहिँ त्यसरी हिँड्न मन छ मलाई चाहिँ। हजुर चाहिँ एकदमै फिट पनि हुनुहुन्छ र हजुरलाई चाहिँ हामीले बजारमा पनि थुप्रै बेलामा देखिरहेको हुन्छ साइक्लिङहरू गरेको र अहिले कुलतमा पनि थुप्रै युवाहरू फसिरहेको छन्। त्यसको लागि तपाईँहरूले के कस्ता योजनाहरू अझै बनाउँदै हुनुहुन्छ? त्यही त यो हाम्रो चाहिँ यो सदरमुकाम भएको हुनाले यहाँ चाहिँ नेपालका मात्रै होइन क्या 14वटा वडाका त कुरै नगरौँ, जिल्लाको पनि कुरा नगरौँ, यो 77 जिल्लाको पनि होइन क्या, यो विदेशी मान्छेहरू पनि यहाँ भएको हुनाले यो सबैभन्दा समस्या भनेको हामीलाई कुलत छ। त्यो कुलतको कारणले गर्दाखेरि चाहिँ लागु पदार्थ दुर्व्यसनी सम्बन्धी चाहिँ हामीले टोल विकास संस्थालाई होइन अनि जिल्ला प्रहरी कार्यालयसँग ट्राफिकसँग चाहिँ बसेर चाहिँ समन्वयात्मक भूमिका निभाएर चाहिँ उहाँहरूलाई त्यस्तो चिजबाट बचाउनको लागि हामीले के गर्न सकिन्छ भनेर चाहिँ अवेरनेसको कार्यक्रमहरू हामीले चाहिँ गरेका छौँ। जस्तो विद्यालयमा खालि यो विद्यालयसँग जोडिँदो रहेछ क्या, विद्यालयमा चाहिँ त्यस्ता खालका कार्यक्रमहरू चाहिँ हामीले चाहिँ युवाहरूलाई चाहिँ त्यस्ता दिएका छौँ। अनि ती युवाहरूलाई चाहिँ पैसा कमाउने पनि सिप विकासका कार्यक्रमहरू क्या, जस्तो टेलरिङको कार्यक्रम होइन, हस्तकलाका चाहिँ मुढा बनाउने कार्यक्रम, अब डेरी जन्ने प्रडक्ट बनाउने कार्यक्रम, जस्तो होटल सम्बन्धी कार्यक्रम, चाउमिन बनाउने कार्यक्रम। आज मात्रै पनि त्यहाँनिर हाम्रो चाहिँ जसिदामारको चाहिँ बहिरा स्कुलमा चाहिँ हामीले चाहिँ ब्युटी पार्लर सम्बन्धी कार्यक्रम 3 महिनाको क्या र होटल सम्बन्धी कार्यक्रम 3 महिनाको त्यस्ता खालका कार्यक्रमहरूलाई चाहिँ अगाडि बढाएर कम्तीमा पनि उनीहरू पनि एउटा काममा चाहिँ बिजी भएर चाहिँ 2 पैसा कमाउने मात्रै भयो भने त्यो लागु पदार्थ दुर्व्यसनीमा चाहिँ जाँदैन थियो कि भन्ने हिसाबले चाहिँ हामीले चाहिँ त्यस्ता खालका कार्यक्रम ल्याएको छौँ। अनि हामी यसो सरसर्ती हेर्छौँ कति ग्रुप यस्तो हुन्छ सिप केही पनि हुँदैन, अनि के गर्ने भने उसले चाहिँ म चाहिँ अटो किन्न पाए हुन्थ्यो भन्छ। अनि ल ठिकै छ, 4जना ग्रुपबाट चाहिँ 2जनालाई चाहिँ अटो किनिदिन पाइयो भने पनि ऊ अटो कुदाएर हिँड्ने भयो क्या। काम भएपछि त मान्छे त दुर्व्यसनीमा त लाग्दैन भनेपछि ओडाले मात्रै गरेर त हुँदैन, सबैजना लाग्नु पर्यो र हामीले ओडाको तर्फबाट चाहिँ त्यस्ता खालका कार्यक्रमलाई चाहिँ हामीले चाहिँ बढी महत्त्वपूर्ण ठानेका छौँ। र अहिले थुप्रै युवाहरूको चाहिँ एउटा प्रश्न छ, तपाईँकै वडा कार्यालय अगाडिको खुला खम्बे चौर त्यहाँको चाहिँ ग्राउन्ड अझै पनि व्यवस्थित भएन भन्ने गुनासोहरू थुप्रै आइरहेको छ र त्यसलाई आगामी दिनमा तपाईँहरूले के कस्तो हिसाबले त्यसलाई अगाडि बढाउनुहुन्छ? यो अझै पनि क्या जनतालाई वडा कार्यालयबाट के काम हुने होइन, नगरपालिकाबाट के काम हुने, प्रदेशले के काम गर्ने, सङ्घले के काम गर्ने, यस्ता खालका चाहिँ जनचेतनाको चाहिँ अभाव छ जस्तो मलाई लाग्छ। मलाई पनि लाग्थ्यो पहिला त्यो जनता ठ्याक्कै जोडिने भनेको वडा अध्यक्षसँग रहेछ। त्यो खम्बेचौर बनाउनु भनेको चाहिँ राष्ट्रिय गौरवको आयोजना जस्तो हुँदो रहेछ क्या, जस्तो 50 करोडभन्दा माथि त्यसलाई लाग्छ।
त्यो कार्यक्रम त्यो हामीले चाहिँ त्यो खम्बे चौरलाई चाहिँ अलिकति व्यवस्थित गर्न लाग्यौँ भने 50 करोडभन्दा बेसी लाग्छ। कमलमाई नगरपालिकाले केही यसो सामान्य रूपमा चाहिँ प्लेन बनाउने मात्रै काम गर्दाखेरि पनि 50 लाखभन्दा माथि खर्च भएको छ त्यहाँ। अब बिस्तारै बिस्तारै हामी त गर्दैछौँ, त्यही पनि हामी वडा र नगरले नसकेपछि प्रदेशलाई पनि हामीले गुहारेका छौँ, सङ्घलाई पनि हामीले गुहारेका थियौँ। यसपालि त झन् एकै नम्बरमा हालेर बहुउद्देश्य रङ्गशाला भनेर चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ योजना पठाएको थियौँ, योजनै आएन। अनि यी कुराहरू चाहिँ कहाँबाट आउँदैनन्? अहिले मैले भनेका ठुल्ठुला निकायबाट ठुल्ठुला तहबाट चाहिँ त्यस्ता खालका चाहिँ कामको चाहिँ कार्यान्वयन नहुँदाखेरि चाहिँ अनि वडा अध्यक्षले के काम गरिरहेछ भनेर सोध्ने। अनि वडा अध्यक्षले त त्यो वडाको बजेट त वर्षको 1 करोड पैसा आउँछ। त्यो 1 करोड पैसाले त यो 6 नम्बर भरिका शिक्षाका कुरा, स्वास्थ्यका कुरा, पूर्वाधारका कुरा, खेलकुदका कुरा, युवाका कुरा, लक्षित वर्गका कुरा, यी यावत कुरा गर्न सम्भव पनि छैन। भनेपछि सीमित स्रोत र साधन हुन्छ वडामा, त्यो सीमित स्रोत र साधनले चाहिँ त्यो सम्भावना छैन। हामीले गर्ने भनेको के हो? बेस लेभलबाट तल्लो लेभलबाट चाहिँ योजनाहरू छनौट गर्ने, त्यसलाई प्राथमिकीकरण गर्ने। त्यो प्राथमिकीकरण गर्दाखेरि सानो कुन लेभलको छ, वडाले गर्न सक्छ भने वडाले गर्ने, नगरले गर्छ भने नगरले गर्ने, त्यस पछाडि सक्दैन भने सङ्घ र प्रदेशमा चाहिँ हामीले पठाउने हो। त्यो सङ्घ र प्रदेशले चाहिँ नगरिदिएको कारणले गर्दाखेरि, पैसा नहालेको कारणले गर्दाखेरि यो भइरहेछ। हाम्रो बुत्ताबाट यो वडा र चाहिँ नगरले को हैसियतले गर्ने काम चाहिँ हामीले गरेका छौँ, यसपालि पनि हामी गर्छौँ। हजुर। र अहिले चाहिँ तपाईँले भन्नुभयो हामी सङ्घ र प्रदेशमा गर्छौँ, तर तपाईँहरूको माथि सङ्घमा सरकार छैन र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हुँदै गर्दा तपाईँहरूलाई काम गर्न के कस्तो असहज हुन्छ? अघि नै मैले भनिसकेँ, अब पार्टी हेर्नु हुँदैन। यो पार्टी त्यो पार्टी, यसको सरकार छ छैन त्यहाँतिर हामी जानै हुँदैन भन्छु म चाहिँ। मेरो व्यक्तिगत कुरा, कति मान्छेलाई यो चित्त नबुझ्न सक्छ। विकासको लागि चाहिँ वडादेखि सङ्घसम्म सबै चाहिँ एक ठाउँमा उभिनु पर्यो। यहाँ नेता जनता कुन पार्टी त्यसको कुरा छैन। यहाँ विकास गर्ने हो भने सबै एकै ठाउँमा चाहिँ उभिनु पर्यो। त्यो उभिएको आधारमा चाहिँ काम गर्नु पर्यो क्या। यो त वडा अध्यक्ष उज्जवल थापाको मात्रै होइन होला नि त त्यो चौर त, त्यो त उपेन्द्र पोखरेलको मात्रै पनि होइन नि त, त्यो त सबैको हो नि त। त्यो त सबैको साझा भएको हुनाले, साझा सम्पत्ति भएको हुनाले त्यो सम्पत्ति बनाउनको लागि त सबैजना लाग्दिनु पर्यो क्या। त्यहाँ चाहिँ अब रासोपाको चाहिँ सरकार छ, तपाईँहरूलाई पैसा दिँदैन होला, त्यो होइन। रासोपाले पनि त्यहाँ हेरे होला, रासोपा माओवादीले पनि त्यहाँ हेरेको छ, एमाले पनि त्यहाँ हेर्नुपर्छ, सबैले हेर्नुपर्छ। सबै पार्टी चाहिँ एक ठाउँमा उभिएर चाहिँ यो सिन्धुली जिल्ला बनाउन, म त त्यो कभर हल मात्रै होइन, यो सिन्धुली जिल्लै बनाउनको लागि चाहिँ सबैजना सिन्धुलीवासीहरू चाहिँ नेता कार्यकर्ता सबै एकै ठाउँमा उभिनुपर्छ। म चाहिँ त्यसरी हेर्छु। र हालसालै भएको यो भदौ 23 र 24को जेन्जी आन्दोलनको घटना र यो जेन्जी आन्दोलनको क्रममा हजुरको वडा कार्यालय पनि तहस नहस भएको थियो, तोडफोड भएको थियो, र त्यसपछि चाहिँ तपाईँहरूले आफ्नो कर्मचारीहरूलाई कुन हिसाबले आत्मविश्वास दिएर कार्य अगाडि बढाउनु भयो र वडा कार्यालयलाई कसरी सञ्चालनमा ल्याउनु भयो फेरि पनि? त्यो चाहिँ अब त्यतिखेर घटना घटिहाल्यो। घटिसकेपछि 2-4 दिन गाह्रो अप्ठ्यारो भयो, एक ठाउँ मात्रै भएको होइन, देशव्यापी रूपमा भएको छ। त्यो हिसाबले चाहिँ त्यसलाई त्यस्तो ठुलो इस्यु बनाएर चाहिँ हामीले गरेनौँ। पछि इजी तरिकाले काममै फर्क्यौँ हामी। र वडा नम्बर 6 चाहिँ अहिले कमलामाई नगरपालिकाको एउटा ठुलो वडाको रूपमा चिनिन्छ र यहाँ तपाईँ यहाँको वडा अध्यक्ष हुँदा र सबैको आँखा पर्ने वडा पनि 6 नम्बरै हो र यहाँ वडा अध्यक्ष बन्दै गर्दा के कस्ता टिका टिप्पणीहरू पनि सहेर अगाडि बढ्नुपर्छ? त्यही त, यो टिका टिप्पणी चाहिँ यस्तो हुन्छ, बजार तरकारी किन्न आउने मान्छेले पनि त्यहाँ काहीँ फोहोर देख्यो भने यहाँ वडा अध्यक्ष के हेरेर बसेको छ भन्छ। त्यहाँ काहीँ पुल बनेको छैन, मदन भण्डारी राजमार्गले चाहिँ त्यहाँ पुल बनाएको छैन, त्यो पुल नबनाउँदाखेरि नि वडा अध्यक्षले चाहिँ गाली खान्छ क्या। अब विद्युत प्राधिकरणले चाहिँ हालेको काठको पोल चाहिँ लरक लर्क्या हुन्छ, वडा अध्यक्ष के हेरेर बसेको छ भन्छ। प्रदेशले हालेको चाहिँ पुल निर्माणको क्रममा चाहिँ रोकिन्छ, सरकारको चाहिँ विभिन्न कमी कमजोरीका कारणले, ठेकदारको कमी कमजोरीको कारणले काम रोकिन्छ, वडा अध्यक्ष के हेरिरहेछ भन्छन् क्या। हो, त्यो भएको हुँदाखेरि कसले के काम गर्ने भन्ने कुराको वर्गीकरण छ। त्यो वर्गीकरणको आधारमा चाहिँ जनताले बुझ्दिन चाहिँ म चाहिँ अनुरोध गर्छु। जस्तै वडामा त केही हुँदैन क्या। वडामा चाहिँ वडाको काम भनेको के हो भने सिफारिसको काम। योजनाहरू चाहिँ सङ्कलन गर्ने, मासतिर सिफारिस गर्ने, पठाउने, सबै कुरा। सिफारिस भन्ने बित्तिकै जन्मदेखि मृत्युसम्म भाइटल रजिस्ट्रेसन, यो सबै जतिवटा सिफारिस गर्नुपर्छ, विकास निर्माण सबै कुराहरू त्यहाँ कलेक्सन गर्ने, सिफारिस गर्ने। अनि हाम्रो काम त्यो एउटा फोहोरका कुरा आयो भने पनि विवाद,
वडा अध्यक्ष के हेरेर बसेको छ, एउटा काहीँ बाटा हाल्टो पऱ्यो भने पनि वडा अध्यक्ष के हेरेर बसेको छ, एउटा काहीँ चाहिँ यसो जस्ता सस्ता उडायो भने पनि वडा अध्यक्षबाट तुरुन्त गयो, खोइ हामीलाई चाहिँ यसको चाहिँ उडायो, यसको चाहिँ चाहियो नि त भनेर त्यो सबैतिरबाट टार्गेट हुने भनेको वडा अध्यक्ष। त्यो भएको हुँदाखेरि अझै पनि जनताले बुझ्नलाई के जरुरी छ भने कसले के काम गर्नुपर्ने हो, कसको कामको दायरा के हुन् भन्ने कुरा चाहिँ बुझ्दिन अनुरोध गर्दछु। ओडाले भनेको चाहिँ फेरि त्यो सबै कुरा आउँदै गर्दाखेरि पनि हामी चाहिँ फेरि कुदिरहेका हुन्छौँ क्या। हाम्रो बलबुत्ताले भ्याएसम्म कसलाई भनेर हुन्छ, ए मेयर साहब यसो गर्नु पर्यो, ए मान्यज्यू यसो गर्नु पर्यो, ए सिडे साहब यसो गर्नु पर्यो, यावत कुराहरूमा चाहिँ हामी चाहिँ फेरि कुदिरहेका हुन्छौँ। वडा अध्यक्ष भनेको चाहिँ कस्तो रहेछ भने पैसा धेरै नभएको बजेट क्या, बजेट धेरै नभएको, बजेट नभए तापनि आफ्नो वडा कार्यालयमा र चाहिँ आफूसँग जोडिएको चाहिँ जति पनि समस्याहरू छन् त्यो समस्यालाई चाहिँ बिना पैसा ती जनतालाई खुसी पारेर पठाउने ठाउँ भनेको वडा कार्यालय रहेछ। हजुर, र म एउटा अर्को प्रश्न तपाईँलाई जोडेँ यसैमा, र तपाईँलाई राम्रो काम आफूले राम्रो काम गर्दै गर्दा पनि बेला बेलामा थुप्रै नकारात्मक कुराहरू सुन्नुपर्छ र कहिलेकाहीँ चाहिँ घरबाट पनि तपाईँलाई दबाब आउँदैन। भर्खर के हुनुहुन्छ एउटा युवा, यो राजनीतिमा कति लाग्छ छोड्दै यो पेसा भनेर कहिलेकाहीँ आफूलाई छोडु जस्तो चाहिँ तपाईँलाई अनुभव हुन्छ कि हुँदैन? काम गर मानौ एउटा मान्छेलाई चाहिँ विदेश पठाउने मान्छेलाई चाहिँ सिफारिस अनेकका कागज जम्मा पारेर सिफारिस गरेर चाहिँ पठायो, उहाँ कन्सल्टेन्सीले चाहिँ उसलाई के अरे भिजा लाग्दैन, भिजा नलाएपछि यहाँ आएर गाली गर्छ क्या। फेसबुकमा हाल्छन् कि त्यही अघि नै मैले भने जस्तो के हेरिरहेको छ वडा अध्यक्ष, त्यो खालको कुरा सुन्दाखेरि चाहिँ त्यो त मैले त पचाइदिइहाल्छु, मेरो घरका मान्छेले सुने त्यो देख्यो भने त हाम्रो कान्छाले के गरेछ, यसले के गरेछ भन्ने हुन्छ नि त। सबै मैले नै गल्ती गरे जस्तो देख्छन्, तर चिज त होइन। तर एउटै कुरा चाहिँ के हो भने यो सबै मान्छेलाई, सबै क्षेत्र र तह र तब्काका मान्छेहरूलाई सबैलाई खुसी पार्छु भनेर चाहिँ कोही लाग्यो भने त्यो मान्छे बिरामी हुन्छ। त्यो हुनाले सबैलाई खुसी पार्न सकिँदैन। आफ्नो ठाउँमा गरेको काम, आफूले गरेको काम चाहिँ सधैँ बेस्ट गर्नुपर्छ भन्ने कुरा हो, मिस्टेक नहोस् भन्ने कुरा हो क्या। त्यो हिसाबले चाहिँ म सोच्छु। र तपाईँले अहिलेसम्म हाल 2 कार्यकाल वडा अध्यक्ष चलाइसक्नुभयो कमलामाई नगरपालिका वडा नम्बर 6 को, र तपाईँले 2 कार्यकाल चलाउँदै गर्दा अहिलेसम्मको मैले यो कार्य चाहिँ सबैभन्दा राम्रो र फरक गरेँ भन्ने चाहिँ कुन कार्य लाग्छ हजुरलाई? त्यो अहिले मैले बालमैत्री भनेको थिएँ नि, त्यो बालमैत्री त्यत्तिकै हुँदैन क्या। त्यो यहाँ जति पनि यो कोठामा सेटअप गर्नको लागि के सामान चाहिन्छ, एउटा अप्ठ्यारो भने म मात्रै हो होइन। अप्ठ्यारो चाहिँ किनभने भनेको बेला टाइम दिँदैन, अरू त सब किनेर ल्याउने हो नि त, किनेर ल्याएर टक 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 राख्ने हो। तर त्यो बालमैत्री चाहिँ गर्नुपर्छ क्या। खोपको चाहिँ सङ्ख्या पुगेको हुनुपर्छ 95%, विद्यालयमा विद्यार्थी गएकै हुनुपर्छ 100% होइन। त्यो सबै बालबालिकाको अधिकारहरू 57वटा चाहिँ त्यो क्राइटेरिया छन्, त्यो सबै पुरा गरेर हामीले चाहिँ त्यो बालमैत्री बनाएछन्, त्यो चाहिँ राम्रो लाग्छ क्या मलाई। त्यो चाहिँ एउटा किताब पनि बनेको छ, अब हेर्दाखेरि पनि हुन्छ होइन। त्यो चाहिँ एउटा इतिहास हो। त्यो चाहिँ खासमा चाहिँ नगरबाट चाहिँ वडा जानुपर्ने, हामी चाहिँ वडा गरेर चाहिँ गरेका छौँ। अब त्यो 6 नम्बरले गरेको कारणले गर्दाखेरि अरू वडाले पनि काम गर्दै हुनुहुन्छ, उहाँहरूले पनि लगभग अन्तिम चरणमा हुनुहुन्छ। त्यो चाहिँ मलाई एकदमै खुसी लाग्छ, त्यो एउटा काम त्यो राम्रो गरे। र अहिले कमलामाई नगरपालिका कार्यपालिकाको निर्णयअनुसार यो सामुदायिक विद्यालयको प्रत्येक 4GP ल्याउने, एसीमा 4GP ल्याउने विद्यार्थीलाई 1-1 लाख रुपियाँ जनै दिने निर्णय गरेको छ। र कतिपयको टिका टिप्पणी चाहिँ के छ भन्दाखेरि कमलामाई नगरपालिकाले सामुदायिक विद्यालयलाई मात्र हेऱ्यो, प्राइभेट विद्यालयलाई चाहिँ किन हेरेन भन्ने कुराहरू पनि आइरहेको छ। यसलाई चाहिँ तपाईँ कुन रूपमा हेर्नुहुन्छ? हामी जनप्रतिनिधि भएर चाहिँ सामुदायिक विद्यालयका चाहिँ अहिलेको पठन पाठन र त्यहाँको विद्यार्थीको अवस्था हेर्दाखेरि अब स्पष्ट भन्नुपर्छ क्या। बोर्डिङ पढ्ने विद्यार्थीहरू केही न केही चाहिँ आम्दानीको स्रोत भएकै अभिभावकका छोराछोरी हुन्छन्, तर त्यो सामुदायिक पढ्ने विद्यार्थीको एउटा टाँक यहाँ हुन्छ, एउटा टाँक यहाँ हुन्छ, बिचको टाँकै हुँदैन। त्यो खानालाई खाना पनि हुँदैन, किताब किन्नलाई त्यो पैसा पनि हुँदैन, ड्रेस लाउनसम्म धाउधाउ परेको कारणले गर्दाखेरि कम्तीमा पनि सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई कमलामाई नगरपालिकाले यतिको चाहिँ गर्न सक्यो है, मलाई त अझै चित्त बुझाएन। त्यो पनि म त भन्छु उनीहरूलाई चाहिँ लाइफ टाइमभरि शैक्षिक क्षेत्रमा के पढ्नुहुन्छ उहाँहरूले पढाइमा सधैँ फ्री गर्ने, कहाँ पढाउन सकिन्छ त्यहाँ पढाउने, र उनीहरूले पनि पढिसकेपछि यो कमलामाई नगरपालिकालाई केही न केही शिक्षाको क्षेत्रमा अथवा उनीहरू कुन क्षेत्रमा लागेको हुन्छ त्यसको आधारमा चाहिँ उनीहरूले पनि योगदान गर्नुपर्छ। त्यो हिसाबले गर्नुपर्छ भन्छु म चाहिँ। त्यो भएको हुँदाखेरि सामुदायिक विद्यालय अझै राम्रो पढ्नुहुन्छ कि
ती गरिबका छोरछोरीले पनि पढुन्, तिनीहरूले पनि स्कलरसिप पाउन्, तिनीहरूले पनि केही आर्थिक चाहिँ नगरपालिकाको यो स्थानीय सरकार छ है भन्ने चाहिँ महसुस गरून् भन्ने हिसाबले चाहिँ हामीले त्यो वितरण गरे। हजुरले चाहिँ कमलाबाई नगरपालिका आफ्नो वडाको विद्यालयको शिक्षाको गुणस्तर कुन रूपमा हेर्नुभएको छ? यो अब सबै विद्यालय सामुदायिक विद्यालय त्यही हो होइन। हामीसँग चाहिँ विषयगत शिक्षकहरू पनि पर्याप्त मात्रामा छैन। अब नेपाल सरकारले पठाउन पनि सक्दैन। अब हामीले राखेका त्यो शिक्षकहरूले जुन गरेका छन् त्यसको आधारमा हेर्ने हो भने राम्रै छ। अहिले त्यति नराम्रो छैन, किनकि हामी अनुगमन पनि गरेका हुन्छौँ। तिनै सामुदायिक विद्यालयबाट चाहिँ ल्यायो नि त 4 GPA, त्यत्तिकै त ल्याएनन्। त्यत्तिकै ल्याउने भएदेखि सबैले ल्याइहाल्थे नि, सबैले ल्याउँथे। यत्रो विद्यार्थीमा चाहिँ 2 जनाले मात्रै ल्याउनु पर्ने त खासै त्यस्तो के छ र भने होइन। त्यो भएको हुँदाखेरि राम्रै छ भन्छु म त। र यो राजनीति पेसामा लाग्दै गर्दा चाहिँ तपाईँले आफ्नो घर परिवारलाई समयहरू दिन के कस्तो? हजुर खाइदिउँ भनेर चाहिँ म देखाइरहेको छु। हुन्छ के हो र यो हजुर राजनीति पेसामा लाग्दै गर्दाखेरि तपाईँहरूले आफ्नो घर परिवारलाई समय के कस्तो दिन पाउँछ कि पाउँदैन? भनिकन हामी 24 घन्टे एम्बुलेन्स। हजुर यो घरमा कतिखेर हुन्छ थाहा छैन, कतिखेर खानाको टुङ्गो त्यो पनि हुँदैन, कतिखेर घर पुग्ने त्यो पनि हुँदैन। हाम्रो त्यो टाइम टेबल भन्ने चाहिँ हुँदैन। त्यही टाइम टेबल नभएको कारणले गर्दाखेरि घरमा गाली चाहिँ खाइन्छ, कहिलेकाहीँ खाइन्छ। अनि त्यो गाली खाँदा खाँदै फेरि अर्को फोन आएर चाहिँ उतै लागिहालिन्छ, हिँडिहालिन्छ, गाली पनि सुनिँदैन। कतिपय चाहिँ फेरि त्यहीँ घरमै पनि आइपुगेका हुन्छन्। अब जनताहरू आइपुगेका हुन्छन्, कुराकानी गर्दाखेरि अब त्यो खासै त्यो घरले भनेका कुराहरू टाइम टेबल नपुगेर चाहिँ भनेका कुराहरूलाई त्यति चासो पनि दिइँदैन। र अहिले चाहिँ सिन्धुलीको यो नेपाली काङ्ग्रेसको तपाईँहरूले चाहिँ कुन हिसाबले अबको स्थानीय तहलाई हेर्नुभएको छ र कुन हिसाबले अघि बढ्नुहुन्छ? यो चाहिँ नेताको हिसाबले भन्दा पनि अब जनताको हिसाबले जानु पर्यो, आवश्यकताको हिसाबले जानु पर्यो भन्छु म चाहिँ। अब जनताको आवश्यकता एक खालको छ, अनि हामी अर्को बाटो हिँड्यौँ भने अब जनताले रुचाउँदैनन्। त्यो भएको हुँदाखेरि झट्ट हेर्दा र देखिँदाखेरि, छाम्दा र छुँदाखेरि चाहिँ थाहा पाउने खालको काम गर्ने खालको त्यस्ता खालका चाहिँ योजनाहरू लिएर हामी अगाडि बढ्यौँ भने मात्रै, नत्र त कोही पनि के कसैको पनि गुन्जाइस छैन। त्यो जुनसुकै पार्टीको आज जितेकाले भोलि हार्न सक्छ, हिजो हारेकाले भोलि जित्न सक्छ, त्यो खालको अवस्था हो। त्यो भएको हुँदाखेरि चाहिँ जनताले सोचे अनुरूपका चाहिँ योजना लिएर गइएन भने काहीँ पनि क्या कुनै पनि ठाउँमा एउटा मानौँ न विद्यालयको कुरा गर्ने हो भने विद्यालयमा चाहिँ विद्यार्थीले सोचेको अनुसारको चाहिँ सब्जेक्ट भएन भने त्यहाँ पढ्छ त। हजुर कति विद्यालयमा चाहिँ सब्जेक्टै नमिलेर चाहिँ हाम्रै सामुदायिक विद्यालयहरूमा चाहिँ हामीले मन लागेर चाहिँ ल्याएको सब्जेक्ट ल्याइयो। अब विद्यार्थीहरू चाहिँ यो सब्जेक्ट त हामी त पढ्दैनौँ भनेका कारणले गर्दाखेरि चाहिँ अहिले त्यो ठप्प बन्द गर्नु पऱ्यो नि त हामीले। भनेपछि त्यस्ता खालका चाहिँ भिजन ल्याएर चाहिँ काम गर्नु पर्यो क्या। जुन ठाउँमा बसेको छ, राजनीति गर्नेले पनि, व्यवसाय गर्नेले पनि, शैक्षिक क्षेत्र, स्वास्थ्य, जुनसुकै क्षेत्रमा लागेकाले पनि ती टार्गेट ग्रुपले चाहिँ के चाहन्छन् त्यो हिसाबले काम गर्नु पर्यो। र आगामी दिनमा चाहिँ तपाईँहरूको यो वडाबाट चाहिँ के कस्तो योजनाहरू चाहिँ अब गर्दै हुनुहुन्छ? अब किनभने तपाईँहरूको स्थानीय तहको निर्वाचन पनि एकदमै नजिक आइसक्यो र 1 वर्षको कार्यकाल मात्र बाँकी छ। त्यही हो, हामीले अघिल्लो वर्ष गर्न नसकेका कामहरू यसपालि अब हाम्रो कार्यकालको चाहिँ अन्तिम त कहिले पनि हुँदैन होइन। यो कार्यकालको चाहिँ अन्तिम बजेट हो। त्यो भएको हुँदाखेरि हिजो अपुरा भएका चिजहरू चाहिँ वडाले भनेको सानो कामहरू गर्ने हो क्या। फेन्सी कामहरू गर्ने, फिनिसिङका कामहरू गर्ने होइन, सानो कामहरू गर्ने हो। त्यस्तै कामहरू मध्येमा चाहिँ केही योजना हिजो हामीले चाहिँ अपुरा भएका चाहिँ योजनाहरू छन्, त्यही योजनालाई चाहिँ आधार मानेर चाहिँ त्यस्ता खालका योजनाहरू गर्ने हो। त्यस्तो ठुलो वडाबाट चाहिँ त्यो अपेक्षा पनि हुँदैन र गर्न पनि सकिँदैन क्या। त्यो गर्न नसकिने भनेर फेरि पैसा नआएर त हो, बजेट नआएर त हो। त्यो बजेट आएको भए त हामी सकिहाल्छौँ। अनि त्यही हो मेन कुरा चाहिँ। अरू भनेको चाहिँ अब सङ्घ र प्रदेशले चाहिँ पठाएका योजनाहरूलाई चाहिँ ती योजनाहरूको चाहिँ अनुगमन गर्ने, त्यसको मोनिटरिङ गर्ने, त्यसलाई चाहिँ क्वालिटी कन्ट्रोलका कुराहरूमा चाहिँ लाग्ने हो। र
यो अहिले कमलामाई नगरपालिकाको ठ्याक्कै अगाडि अहिले हामीले त्यहाँ 3 गेडे एउटा जुनारको बोर्ड देखेछौँ र त्यहाँ चाहिँ पहिला एकदमै राम्रो गुलमुहरको रुख थियो र त्यसलाई हटाएर चाहिँ खड्गखत्री हाम्रो पूर्व मेयर साहबको पालोमा त्यो हटाएर चाहिँ त्यहाँनेरि अहिले यो 3 गेडे जुनार बनेको छ। यो पनि एकदमै विवादको कुरा आइरहेको छ र यसलाई चाहिँ नगरपालिकाले हटाउँछ कि हटाउँदैन भनेर थुप्रै सामाजिक सञ्जालमा टिका टिप्पणी देखेको छौँ र तपाईँहरूको कार्यपालिकाबाट के कस्ता प्रस्तावहरू पेश भएको छ यसको विषयमा? अहिले त्यो विषयमा त्यस्तो खालको चाहिँ आएको छैन। कार्यपालिकाले पनि त्यो खालको चाहिँ फेरि यो भत्काउने, हटाउने भन्ने त्यस्तो निर्णय गरेको छैन। अब खासमा चाहिँ त्यो चाहिँ त्यो गोलमेरको रुखलाई चाहिँ पहिला पनि ट्राफिकिङको हिसाबले चाहिँ त्यहाँ चाहिँ राम्रो नदेखेको कारणले गर्दाखेरि ट्राफिकको हिसाबले चाहिँ त्यो त्यहाँनिरबाट चाहिँ निकाल्यो। त्यो रुखै भएर चाहिँ झ्याम्म भएर चाहिँ राम्रो हुन्थ्यो हुन चाहिँ मान्छेलाई चाहिँ त्यो चाहिएको थियो। त्यो त ट्राफिकको हिसाबले त त्यो त राम्रो भएन त्यो। त्यो हिसाबले निकालेको हो। फेरि यो अर्को बनाइयो, अर्को पनि एकदमै राम्रो हुन्छ भनेर बनाइएको खासै राम्रो भएन भन्छु म पनि होइन। त्यही पनि नराम्रो हुँदै गर्दाखेरि पनि अहिले भत्काउने भन्ने चाहिँ त्यस्तो निर्णय पनि छैन, सोचेको पनि छैन। अब कालान्तरमा अब के हुन्छ थाहा छैन, तर अहिले चाहिँ त्यो चिजहरू हजुर। र अहिले चाहिँ मानिसले विकास भन्दा पनि भत्काउनुलाई चाहिँ अझ राम्रो भनेर सोध्छन्। अहिले चाहिँ केही काम गरिदिनु भन्दा पनि त्यसलाई बिगारेर त्यसलाई विनाश गरेर भत्काइदिँदा चाहिँ त्यसलाई अझै वाह वाह भन्छन्। यस्ता कार्यले चाहिँ भोलिको दिनमा के कस्तो समस्याहरू आइपर्छन्? यो त्यही त अहिले अब मान्छे पनि अलिक फुर्सदिला पनि भए। अनि सबैको हात हातमा फोन, सबै जता गयो त्यतै वाइफाई, गाउँ गाउँमा यो गएको छ। अनि फुर्सदिला पनि भए। मान्छे कस्तो भने कसैले कसैको कुरा सुन्नेवाला छैन। जे देखाएको छ सामाजिक सञ्जालमा चाहिँ अपलोड गरिदिइहाल्ने। अनि त्यस्तै भत्काएका चिजहरूले चाहिँ लाइक, कमेन्ट होइन, भ्युर्सहरू बढ्ने कारणले गर्दाखेरि पनि त्यहाँबाट पनि पैसा आउने। हामी कमलामाई नगरपालिकाको चाहिँ एउटा सूचना जन्म मृत्यु बसाइसराईका चाहिँ सूचना चाहिँ त्यो पञ्जीकरण सम्बन्धी सूचना हाल्दाखेरि 20 जनाले लाइक गर्दैनन्। अनि एउटा कुखुरा भाले जुधेको चाहिँ हाल्यो भने 1 लाख भन्दा माथिले चाहिँ त्यो चाहिँ हेर्छन् क्या। त्यो भएको हुँदाखेरि त्यस्ता चिजहरूलाई पनि भत्काएकै चिजहरूलाई मात्रै चाहिँ प्रायोरिटी दिए क्या सबैजनाले। त्यो चाहिँ भ्युअर्सको कारणले गर्दा लाइक कमेन्टको लागि पनि उहाँहरूले त्यो दिनुभयो। तर त्यो राम्रो होइन। त्यो हिसाबले जानु पनि हुँदैन भन्छु म त। अब आखिर त्यहाँ भत्काउँदाखेरि त घाटा नाफा त सबैले बुझेछन् नि त होइन। त्यो त राम्रै बनाउनको लागि होला नि त। त्यो चिजहरू चाहिँ पोजिटिभ भन्दा पनि नेगेटिभ हिसाबले चाहिँ सबैजना लाग्यो क्या। अहिले अवस्था त्यही छ। अब यो कुरालाई चाहिँ सबैले यो चाहिँ यसको कुनै औषधि छैन। यो आफैले म भनेर मेरो ठाउँमा म सुध्रिने, हजुरको ठाउँमा हजुर सुध्रिने, उहाँहरूको ठाउँमा उहाँहरू सुध्रिने, सबै आफ्नो ठाउँमा सुध्रिनु पर्यो। म चाहिँ त्यो भन्छु। यो सामाजिक सञ्जालको लागि चाहिँ सरकारले केही नीति नियम ल्याउनु पर्छ जस्तो हजुरलाई लाग्छ कि लाग्दैन? सरकारले ल्याउने नीति ल्याउनु पर्छ जस्तो लाग्छ मलाई होइन। फेरि अब ल्याउनु पर्छ भनेर ठप्पै बन्द गर्ने त होइन। यसलाई नियमन गरेर चाहिँ यसलाई चाहिँ के सम्म चाहिँ गर्न सक्ने, कुन उमेरसम्मले चाहिँ गर्न सक्ने, के चाहिँ त्यो चाहिँ सामाजिक सञ्जालमा चाहिँ अपलोड गर्न सक्ने भन्ने हिसाबले चाहिँ यसलाई चाहिँ नियमन गर्नुपर्छ जस्तो मलाई लाग्छ। हुन त यो दुनियाँ फेरि यो प्रविधिको क्षेत्रमा चाहिँ यति धेरै फड्को मारिसक्यो। नेपालले पनि यो हिसाबले फड्को मारिसकेको छ कि अब यही प्रविधिको कारणले चाहिँ कति नयाँ युवाहरूले चाहिँ रोजगारीको सिर्जना पनि गर्नुभएको छ। त्यो भएको हुँदाखेरि यसलाई चाहिँ सरकारले चाहिँ केही कुरामा चाहिँ नियमन गर्नुपर्छ। करको दायरामा ल्याउने कुरामा चाहिँ हामी सबैजना लाग्नुपर्छ भन्छु म चाहिँ। हजुर, अहिले चाहिँ यो त 6 नम्बर वडाको एकदमै सहरी क्षेत्रमा पनि परेर यहाँ चाहिँ हामीले थुप्रै यो ट्राफिकको विषयमा चाहिँ थुप्रै ट्राफिक चाहिँ व्यवस्थापन छैन भनेर यहाँ थुप्रै टिका टिप्पणी हुन्छ। यसलाई चाहिँ कसरी ट्राफिक व्यवस्थापन गर्न नसकेको हो कि तपाईँहरूले के हो यो? यो यस्तो हो। त्यही त अब यो भने त वडा अध्यक्ष होइन, एज अ वडा अध्यक्ष म त वडा अध्यक्ष त हो। यस्ता वडा अध्यक्ष नगरपालिकामा 14 जना छन्। अनि यो चाहिँ बजारी एरिया हाम्रो 6 नम्बर वडा पर्छ। अब यो ट्राफिकिङको विषयमा, पोलिङको विषयमा, नेटको विषयमा यो यावत कुराहरू छन्। यो सबै कुराहरू वडा अध्यक्षकै टाउकोमा आउँछ क्या। अब यसलाई पनि हामीले ट्राफिकसँग चाहिँ समन्वय गरेर चाहिँ बजार एरियामा चाहिँ कति बजीदेखि कति बजीसम्म कुन खालका गाडी, ठुला गाडी छिराउन दिने कि नदिने, दिने भएदेखि कति बजीसम्म दिने, साना गाडी छिराउन दिने कि नदिने, दिने भएदेखि कति बजीसम्म दिने, मोटरसाइकलहरूलाई पार्किङ गर्दाखेरि कहाँसम्म राख्न पाउने कि नपाउने, त्यो हिसाबले चाहिँ ट्राफिक चाहिँ हामीले समन्वयकारी भूमिका खेलेका छौँ। अब हाम्रो चाहिँ सवारी साधनका चाहिँ सङ्ख्या बढ्दै गएका छन्। त्यो बाटोको चाहिँ दायरा चाहिँ त्यो त कहिले पनि बढ्दैन। त्यो व्यवस्थित गर्नको लागि चाहिँ
कमलाबाई नगरपालिका अगाडि हामीले त्यहाँ पनि बनाएका छौँ। अब कमलाबाई नगरपालिकाको अगाडिको आँगन सँगसँगै अलि अगाडि पनि हामीले लाँदैछौँ। त्यस पछाडि अब दोस्रो चरणमा यहाँ हाट बजार लाग्ने ठाउँमा पनि हामीले त्यहाँ व्यवस्थापन गरेका छौँ। तर चिज के भइदिन्छ भने कोही पनि व्यक्ति सवारी साधन धनी चाहिँ मोटरसाइकल लिएर आउने साथीहरूले चाहिँ ब्याङ्कमा जानु पर्यो भने ब्याङ्कमा मुनि गेटा ठुक्क राख्ने 5 मिनटमा म आइहाल्छु है भन्ने त्यहाँ राख्ने। त्यही चिज तल लएर नराखिदिने क्या। भनेपछि सरकारले ल्याएका जुनसुकै ठाउँमा जुनसुकै क्षेत्रमा सरकारले ल्याएका नीति नियम कानुन जे छन् त्यो नीति नियम कानुन चाहिँ गर्नु भनेर पालना गर्नु भनेर चाहिँ त्यो ल्याएको हो। त्यो ल्याएको चिजलाई चाहिँ पालना गर्नुपर्ने हामी जनताको पनि उत्तिकै दायित्व छ। त्यो जनताले जबसम्म बुझ्दैन तबसम्म जस्तो सुकै ठाउँमा पनि यो ट्राफिकिङको चाहिँ यो चाहिँ नियम पालना हुँदैन। त्यही एउटा ट्राफिकले सधैँभरि आएर सिटी बजाएर साध्य हुँदैन। सधैँभरि चाहिँ त्यो बोर्ड तेर्स्याएर चाहिँ पार्किङ यता भनेर राखेर त हुँदैन। जनताले पनि बुझ्नु पर्यो क्या। अहिले युवाहरू विदेशिने क्रमहरू थुप्रै बढिरहेको छ। तपाईँलाई के स्वदेशमै केही गरेर बस्न सकिन्छ जस्तो लाग्छ? यस्तो छ, यो चाहिँ हामी नगरेर भन्छौँ मलाई गाली त गर्नु होला होइन, सबैजनाले गर्दै नगरेर त भन्ने त्यसरी भयो किन भन्छ यसले भनेर भन्ने होला। हामीले नगरेरै हामी फेलियर भएको। कति साथीहरू हुनुहुन्छ अघिल्लो त्यो 9 वर्षदेखि म हेरिरहेको छु, यहाँ सामान्य भन्दा सामान्य वर्कसपमा काम गरेर वर्कसप चलाएर बसेका साथीहरूले पनि पैसा त्यत्तिकै कमाउनु भएको छ। कबाडीको काम गरेर बस्ने साथीहरूले पनि पैसा त्यत्तिकै कमाउनु भएको छ ती साथीहरूले। अनि अलिक ठुल्ठुला निर्माणको क्षेत्रमा लागेका साथीहरूले पनि त्यत्तिकै कमाउनु भएको छ। यो चाहिँ कृषि र पशुतिर लागेका धेरै मान्छेहरू देख्छु म, उहाँहरूले पनि त्यत्तिकै गर्नुभएको छ। अघि मैले के भने वर्कसप र चाहिँ त्यो कबाडीको क्षेत्रमा चाहिँ काम गर्ने त्यो साथीहरू हेर्छु, कोही यहाँको हुनुहुन्न, नागरिकताविहीन साथीहरू हुनुहुन्छ। उहाँले वार्षिक लाखौँ पैसा कमाउनुहुन्छ मासिक। भनेपछि त्यही काम हामी नेपालीलाई गर्न लाज लाग्छ। कति को मान्छेले चाहिँ टिकेर काम गरेको छ त? यहाँ टिकेर काम गरेको त छैन। एउटा आज यहाँ रातमाटामा चाहिँ एउटा चाहिँ चिया पसल खोल्दाखेरि जिल्लाभरिको मान्छे देश कति ठाउँका चाहिँ मान्छेले चाहिँ फोटो फेसबुकमा हाल्नुपर्ने। अनि त्यहाँ आएर चाहिँ चिया खाइदिँदाखेरि त्यो भाइहरूले त्यो सानो लगानीमा त राम्रो काम गर्नुभएको त भनेपछि काम त हुँदो रहेछ। त्यस्ता चिया पसल यहाँ 50वटा खोले पनि चल्छ, होटल खोलो त्यत्तिकै चल्छ, कुखुरा पालन गरेर त्यत्तिकै भएको छ। राज्यले नगरेको होइन। यहाँ डेरीमा चाहिँ डेरीजन्य चाहिँ उत्पादनमा चाहिँ काम गर्ने, डेरीको क्षेत्रमा डेरी उद्योगमा चाहिँ काम गरेका साथीहरूलाई सरकारले त्यत्तिकै कुन चाहिँ काम छ त्यस्तो काम जहाँ चाहिँ सरकारले पैसा दिन्छ क्या। तर एउटै काम के हो भने यो कृषि र पशुतिर चाहिँ जसले लगानी गरेर चाहिँ काम गर्नु भएको छ त्यहाँ सरकारले मजाले चाहिँ अनुदानका कार्यक्रम ल्याउने, त्यस्ता खालका युवाहरूलाई चाहिँ सहयोग गर्ने हिसाबले अब ब्याङ्कहरूले पनि एकदम सहुलियत दरमा चाहिँ ऋण दिएका छन्। अब कम्तीमा पनि काम त गर्नु पर्यो नि त, सुरु त गर्नु पर्यो नि त, टिकाउनु पर्यो। टिकेर पछिसम्म गर्नेले चाहिँ त्यो 100% सक्सेस हुन्छ, सफल हुन्छ। नेपालमा जतिको काम गर्न सजिलो काहीँ पनि छैन, यो कुरा चाहिँ ग्यारेन्टी हो। यहाँ चिया खाएर बिहानभरि चाहिँ डुलेर 10 बजेदेखि 5 बजीसम्म काम गऱ्यो भने भयो क्या, पुग्यो। तर कमाउनु चाहिँ फेरि कति कमाउने भन्ने होला, फेरि करोडौँ चाहियो एकैचोटि मान्छेलाई। थोरैबाट सुरु गर्दाखेरि थोरै कमाउँदाखेरि त हुने छ नेपालमा पनि, नहुने भन्ने छैन। तर पनि फेरि नेपालमा सबै बसेर हुन्छ त हुँदैन। फेरि नेपाली मात्रै विदेश जाने भन्ने पनि होइन, विश्वका सबै मान्छेहरू सबै ठाउँमा जान्छन् त। त्यही अघि नै रोनाल्डोकै कुरा गरौँ, उसले चाहिँ खेल क्षेत्रमा लगाएर चाहिँ विश्व चिनाइदिए। ऊ पनि त पोर्चुगलको मान्छे साउदी अरब आएर चाहिँ खेलिरहेको छ त। उसको पेसा अनुसारको उसको लेभल अनुसारको चाहिँ उसले पैसा कमायो नि त। भनेपछि नेपाली विदेश गएर चाहिँ पैसा कमाउनु कुन ठुलो कुरो भयो? कमाएपछि आउनु चाहिँ पर्यो क्या, पढिसकेपछि आउनु चाहिँ पर्यो, देशमै लगानी गर्नु पर्यो। देशमै काम गऱ्यो भने नहुने भन्ने केही छैन। र हजुरले भर्खरै कृषिको कुरा जोड्नु भयो र अहिले चाहिँ हाल नेपालमा कृषि पेसामा लागेका व्यक्तिहरूलाई पनि थुप्रै कठिनाइहरू भोगिरहेका छन्। अहिले मल नपाउने, समयमा मल नपाउने, बिउ नपाउने, यस्तो कार्यहरू भइरहेछ। र यस कार्यले पनि होला मान्छेहरू देशमा रोजगारको अवसर नभएको अनुभूति गरेर नै बाहिर गएको हो त? यो मलको विषय चाहिँ अब अहिले मात्र होइन, पहिल्यैदेखिको हो। यसलाई चाहिँ अब अलिक फरक तरिकाले पनि जानुपर्छ भन्छु क्या म चाहिँ। यो कम्पोस्ट मल बनाएर चाहिँ त्यस्ता खालका मललाई पनि विशेष प्राथमिकता दियो भने चाहिँ कृषि क्षेत्र त्यसै फस्टाउँछ नि।
अब नसक्ने कुरा त नेपालले नै गर्न नसक्ने कुरा त अब वडा अध्यक्षको हिसाबले मल ल्याउने कुरा त हामी त सक्दैनौँ फेरि। अब मलको एउटा त्यही मलको मात्रै कारण हो। यदि मलकै कारण हो भने मल हाल्नै नपर्ने खालका चिज गर्दा भइहाल्यो नि। त्यस्ता के छन्? म त भन्छु कतिपय ठाउँमा चाहिँ गाँजा खेती हजुर हजुर व्यापक फस्टाएको छ नि त। त्यो कुखुराको मलहरू गाई भैँसीको मल हाल्दा पनि हुन्छ त्यसलाई। त्यस्ता खालका चाहिँ गाँजा खेती चाहिँ नेपाल सरकारले मजाले खुलाइदिने हो भने विदेशले चाहिँ त्यही गाँजा खेती गर्न पाउने, उत्पादन गर्न पाउने, अनि त्यहाँबाट चाहिँ विभिन्न औषधि जडीबुटी चाहिँ बनाउन सक्ने, अनि हामी चाहिँ नसक्ने भन्ने हुन्छ त। हजुर। त्यस्ता चिजहरूमा चाहिँ विशेष ध्यान दिनु पर्यो क्या। र यो गाँजा खेती गर्दै गर्दाखेरि थुप्रै अझै समस्याहरू, कुलतमा फस्ने युवाहरू अझै त्यस्ता समस्याहरू आइलाग्दैन? कसरी लाग्छ? यो लाग्दैन क्या। कतिपय चाहिँ प्रणामीहरूले चाहिँ मासु बेचेर हिँड्छन् त। प्रणामी जसले मासु खाँदैन उसैले मासु बेचेर हिँड्ने खान् के। त्यस्तै गरी चाहिँ पैसा आउँछ भनिसकेपछि किन खानु भने उसले खाएको चिज आज 10,000मा चाहिँ बिक्री हुन्छ भने खाँदैन नि उसले बेच्छ क्या। त्यसलाई चाहिँ कानुन नियम पनि एउटा पालना गरेर चाहिँ त्यो हिसाबले गर्नु पर्यो। सबै छोडेर त हुँदैन फेरि। एउटा कानुन बनाएर कानुनी दायरामा ल्याएर चाहिँ त्यस्ता चिजहरू चाहिँ बनाउन सकिन्छ, नसकिने होइन। र अब चाहिँ हामी हाम्रो कार्यक्रमको अन्त्यमा आइसक्यौँ र तपाईँ चाहिँ यो पोडकास्ट मार्फत आफ्नो वडा नम्बर 6 का सम्पूर्ण जनताहरूलाई के सन्देश दिन चाहनुहुन्छ? सर्वप्रथम त अब मलाई यहाँ बोलाइदिनु भयो त्यो यो तपाईँहरूको सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु। र वडावासीहरूलाई मेरो त्यस्तो धेरै ठुलो कुरा केही छैन। सबैजनाले एकदम सकारात्मक तरिकाले पोजिटिभ हिसाबले चाहिँ सोचेर चाहिँ आफू जुन जुन क्षेत्रमा लाग्नु भएको छ त्यो क्षेत्रलाई चाहिँ एकदमै राम्रो गरिदिनुहोस्। र वडा र कमलामाई नगरपालिकाको चाहिँ सम्पूर्ण कामलाई चाहिँ राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भनेर चाहिँ सही तरिकाले चाहिँ तपाईँहरूले सुझाव सल्लाह दिनुहुनेछ भन्ने लाग्छ मलाई। मैले त्यति नै भने। ल यो चाहिँ हाम्रो जेपी प्रोडक्सनको तर्फबाट तपाईँलाई एउटा सानो गिफ्ट। Ready, let's go, let's go. JP Podcast, here we go. JP Podcast, feel the spark. JP Podcast, light the dark. आजको vibe, bold and bright. JP र आजको चाहिँ हाम्रो जेपी पोडकास्टको यो एपिसोड यहीँ समाप्त भएको छ र आफ्नो व्यस्तता समयको बावजुद पनि यो पोडकास्टमा आइदिनु भएकोमा म हजुरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।